मतलबी खुद को भी सुन लो जरा हो कि क्या खुद को भी सुन लो कभी अब चाहिँ म कपाल बनाउँछु डेली लाइफमा म के गर्छु त्यो कुराहरू चाहिँ म ब्लग बनाएर युट्युबमा हाल्छु अनि हजुरहरूले हेरिदिनु होला आई होप यु गाइज विल सपोर्ट मी रे क्या अनि लगातार यस्तो काम थियो अनि अब हाम्रो चाहिँ गएको पनि स्टार्ट हुन्छ 15 दिनपछि चाहिँ 1.5 महिना जति बिदा थियो अनि त्यो बिदामा चाहिँ काम पनि हाल्नुपर्छ नि त अनि काम पनि 40 घन्टा गर्नु सो बेलुका कहिलेकाहीँ बिहान पनि हुन्छ अनि लास्ट विकसम्म त बिहानभरि प्रत्येक बिहान काम थियो अनि मलाई यस्तो धेरै गाह्रो भइरहेको थियो फेरि यो मौसम चेन्ज हुँदाखेरि चाहिँ मलाई अलिअलि रुगा पनि लाग्छ कि अनि त्यही भएर अलिक गाह्रो पनि भइरहेको थियो तर अब आजदेखि चाहिँ मेरो मर्निङ काम चाहिँ 1-2 दिन मात्र छ त्यस्तो धेरै छैन तर नाइट काम छ 1 दिन सो 12 बजीतिर उठेँ अनि त्यसपछि नुहाएर खाना खान लागेको अन्डा चाहिँ रहेछ सो मैले चाहिँ मेरो मेकअप गरिसकेँ मलाई चाहिँ मेकअप गर्न आउँदैन मलाई सनस्क्रिन अनि त्यसपछि गाजर मात्र लाउन आउँछ सो मलाई मेकअप गर्न आउने भनेको यति नै हेलो फाइनली आई हेभ डन माई मेकअप एन्ड माई हेयर स्टाइल मेरो हेयर स्टाइल यस्तै हो जहिले हो ये बन जाऊंगी तेरी दुल्हनी के आज चाहिँ म गएको जाँदैछु मेरो स्कलरसिपको फार्म लिनुलाई ओ लेटर गाइड मलाई यस्तो गऱ्यो भने पो राम्रै देखिन्छ कि क्या यस्तो मेरो हेयर स्टाइल यस्तो गरेर जान्छ नि यस्तो गऱ्यो भने राम्रो देखिने रहेछ मेरो कपाल सफा ओके अनि यो चाहिँ मेरो आजको ओटिडिटी जस्तो कि आउटफिट अफ द डे मलाई चाहिँ यस्तो फर्मल लुगाहरू लाउनलाई एकदम धेरै मनपर्छ तर यस्तो यहाँ पेट लाएर सुहाउँदैन तर आज चाहिँ म यो लाएर जान्छु अनि यो माथि चाहिँ म यो लाएर जान्छु अनि बहिनी र मेरो चाहिँ बाहिर जाने काम पनि छ सो दिस इज माई आउटफिट अफ द डे ढ्याङ ट्याङ छि मेरो कपाल यति नै होला गाइज एकछिन मोबाइल यहाँ राखेर म भिडियो बनाउँछु है त हाई गाइज लेट मी सो यु समथिङ ढ्याङ ट्याङ आई गट स्कलरसिप रिजल्ट चाहिँ अस्ति नै आइसकेको कि अनि आज चाहिँ पेपर लिन बोलाउनु भएको थियो सेन्सेले अब 4 मन्थपछि चाहिँ हाम्रो मिटिङहरू हुन्छ सो त्यसको लागि चाहिँ यो खामी मैले पाएँ ए ओहो ढ्याङ ट्याङ मलाई क्या खुसी लागिरहेको छ लाज हुन्छ कि उताबाट फेरि मेरो साथीहरू पनि सबै जापानिजहरूले त उनीहरूलाई काम गर्ने ठाउँ पनि त्यही हुन्छ मेरो साथी त्यही काम गरिरहेको रहेछ अहिले अफिसमै अनि आइ एम सो ह्याप्पी फेरि धेरै उफ्रिनु हुँदैन धेरै खुसी भएर हुन्छ तर म यस्तै हो सानो सानो कुरामा म धेरै नै खुसी हुन्छु अनि दुःख लाग्यो भने पनि फेरि त्यो दुःखहरू चाहिँ बाहिर म देखाउन सक्दिनँ कि अनि मान्छेले कहिले मलाई मनमा दुःख छ भने पनि उनीहरूले नोटिस नै गर्न सक्दैन यो मान्छे दुःखी छ भनेर सो यस्तै हो अनि मलाई त कस्तो मजा लागिरहेछ ओ माई गड मिस यो चाहिँ म घर जाने बाटो गाइस मलाई किन मेरो आज यो ड्रेस कति कम्फर्टेबल लागिरहेको छ मलाई यस्तो फर्मल ड्रेसहरू एकदमै धेरै कम्फर्टेबल लाग्छ कि अनि मेरी दुल्हनिया ए यात्ता म जान्छु फेरि हेलो हामी चाहिँ फुल बनाउनको लागि सामान किन्न आएको अनि यो चाहिँ एकदम लामो भएर के पुरीलाई यो लामो भयो भने चाहिँ त्यसको नाममा चपस्टिक सानो चपस्टिकहरू युज गर्दा पनि हुने रहेछ तिमीलाई नि हुन्छ क्या तर मैले यो भिडियो चाहिँ ए यहाँ रहेछ सानो के हुन्छ यो युज गर्दा पनि त हुन्छ नि यो सानोवाला होइन मलाई चाहिँ ग्लु नभएर हो कि म खासमा अड्केर बसिरहेको चाहिँ त्यो ऊ चाहिँ ब्यागबाट बनाउनु मेरो घर बनाएपछि म यो सबै सजाउने गरेँ यो सबै किनेर लाग्छ भन ल्यापटप जान लाग्छ हामी अब सपिङ गरेर मैले अर्कै प्यान्ट लगाएको थिएँ अहिले मैले अर्कै लगाएको किनकि साइकलमा त्यो च्याप दिन्छ कि मेरो पानी लिएर जाने कि दिदी होइन पहिला गएर आउने होला नि यहाँबाट गएर अनि हेलो आवाज चाहिँ हामी फर्छौँ भर्खर किनेको कि यसले फेरि भएन रे त्यो 500 रुपियाँ तर यो चाहिँ हाम्रो कार तिम्रो कुन हो मेरो यो कार अब चाहिँ हामी जाने हो
पुरी हेर त निस्किन्छ निस्किन्छ कतिमा राख्दा ठिक हुन्छ हेर त निस्किनु यतिमा निस्किन्छ हजुर अब चाहिँ हामी अर्को ठाउँमा जान लागेको के हुन्न निन्दा लाग्छ होला है मलाई ल जाऊँ नाइट टाइममा के काम हुन्छ भने नि पहिला ल्यापटपमा जाऊँ अनि त्यसपछि त्यहाँनिर तिम्रो तिरेर अनि पछि चाहिँ पानी लिएर जाऊँ है कामै हुँदैन यस्तो हुन्छ हामी बस्ने ठाउँ चाहिँ के सबैको घर जानु म पनि के खाने के खाएर जाऊँ न हामी आइसक्रिम खाने मलाई त आइसक्रिम होइन मलाई कस्तो बिस्कुट चिकन खानु बिस्कुट त्यो त फ्यामिली बाटो फ्यामिली मार्केट बिस्कुट चिकन खानु मन परिरहेको छ कि मलाई किन हो यस्तो जाडोमा पनि जहिले आइसक्रिम मात्र खान मन लाग्छ के भएको मेरो स्ट्रङ हो के तपाईँले आएको छ नि ए काली ओ ओ जोयाको ढोको हनी ए भन्छ अब हामी मेरो घरमा गएर रामेन अनि के खाने रामेन र अन्डा खाने भने छुट्ने हो मलाई घरबाट कराउनु चाहिँ जहिले जहिले रामेन रामेन हो तिमी कुन खाने मुरियो रहेछ कोचिया लाने हो मुर्यो छ भने त्यो त लग्ने ए मलाई यो त मनपर्छ यो मलाई मनपर्छ कुन यो हो तर जापानमा चाहिँ यस्तो हुन्छ कि फ्रीमा नि पाउँछ है तपाईँहरूसँग यस्तो एपहरू छ भने चाहिँ सुरु सुरुमा सुन्दाखेरि मरि खोज्दै क्या म यस्तो फ्रीमा पाउँछ हेलो अब चाहिँ हामी घर आइपुग्यो अब हामी दिदी बहिनी चाहिँ रामेन खान्छौँ अनि त्यसपछि चाहिँ रेस्ट गरेर हामी काम जाने हो ओ माई गॉड हाम्रो खाना चाहिँ रेडी भयो पुरी ओके यो चाहिँ ल बाई बाई आज हाम्रो भ्लग यहीँ सकिन्छ अब हामी खाने छ यो भित्र 2 थरी छ है म क्रिस्पी खाने कुन हो क्रिस्पी चाहिँ यो होला यो लामोवाला त्यो चाहिँ रहेछ अनि यो चेयर्स अनि यो चाहिँ हाम्रो खाना चेयर्स ल रहेछ अनि खाएको नि त्यो जापानिजहरूले हालेको त 2-3 दिन राखेर खाएको रहेछ त फाल गर्छ क्या तिमी त झन् खाँदैन होला मैले मिनिङहरू पनि सबै उनादी लाग्छ भात पनि खानु न